सम्पूर्ण म्यादी प्रहरीमा फर्म भर्नुभएका साथीहरूलाई स्वागत छ। आज मैले म्यादी प्रहरीमा कस्तो प्रश्न आउँछ भनेर हजुरहरूमाझ यो भिडियो ल्याएर उपस्थित भएको छु। कृपया भिडियो मन परे अन्तिमसम्म हेरी लाइक कमेन्ट साथै मेरो यस फेसबुक पेजलाई फलो गरिदिनु होला। ल अब भिडियो सुरु गरौँ। म्यादी प्रहरी लिखित परीक्षा मिति 2082 10 महिना 20 गते अथवा 22 गते हुने सम्भावना छ। समय 1 घण्टा। प्रश्न चाहिँ 50 वटा हुने छन् र एउटाको 2 मार्क्स। उत्तीर्णाङ्क 40। नामथर हजुरको यहाँ नामथर लेख्नु होला। म मेरो लेख्छु अशोक कौर मेरो नाम। अनि अब दर्ता नम्बर चाहिँ हजुर आफ्नो लेख्नु होला। अब प्रश्न नम्बर 1 मा चाहिँ म्यादी प्रहरीको तालिम अवधि कति दिनको रहेको छ? यसको सही उत्तर रहेको छ 10 दिन। प्रश्न नम्बर 2 मा म्यादी प्रहरी निर्वाचनमा खटिएका क्रममा घाइते भएका कति रकम उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था छ? यो चाहिँ म्यादी प्रहरी निर्वाचनमा खटिएका क्रममा घाइते भयो भने कति उपचार खर्च चाहिँ सरकारले बेहोर्ने व्यवस्था छ भने यो चाहिँ 1,50,000। प्रश्न नम्बर 3 मा म्यादी प्रहरी हुनलाई कति योग्यता चाहिन्छ? 8 पास, 5 पास, 10 पास र साधारण लेखपढ। साधारण लेखपढले म्यादी प्रहरी हुन पाउँछ। निर्वाचनका लागि खटिएका म्यादी प्रहरीको मृत्यु भएमा कति रकम बिमा गरिएको छ? यसको सही उत्तर रहेको छ 15 लाख। प्रश्न नम्बर 5 मा नेपालमा कति गाउँपालिका रहेका छन्? यसको सही उत्तर रहेको छ 460 वटा गाउँपालिका। नगरपालिका 276, उपमहानगरपालिका 11 र महानगरपालिका 6 वटा रहेका छन्। हजुरहरूलाई यो आउन सक्छ। म्यादी प्रहरीले तलका मध्ये कुन दर्जा अनुसार सेवा सुविधा पाउँछन्? यसको सही उत्तर रहेको चाहिँ 6 प्रहरी जवान। अब हामी चाहिँ प्रश्न नम्बर 7 मा हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 7 मा नेपालमा अन्नको भण्डार भनेर कुन भूभागलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ तराईलाई। प्रश्न नम्बर 8 मा नेपालमा कुन धर्मको जनसङ्ख्या बढी रहेको छ? यसको सही उत्तर रहेको छ हिन्दू। विश्वको अग्लो हिमाल कुन देशमा रहेको छ? यो हजुरहरू सबैले जान्नुहुन्छ नेपालमा। प्रश्न नम्बर 10 मा नेपाललाई भौगोलिक आधारमा कति भागमा विभाजन गरिएको छ? यसको सही उत्तर रहेको छ 3। हिमाल, पहाड र तराई गरी 3 भागमा विभाजन गरिएको छ। प्रश्न नम्बर 11 मा 2078 को जनगणना अनुसार धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ काठमाडौँ। प्रश्न नम्बर 12 नेपालको सबैभन्दा लामो नदी कुन हो? यसको सही उत्तर रहेको छ कर्णाली नदी। प्रश्न नम्बर 13 नेपालमा कतिवटा अञ्चल रहेका छन्? नेपालमा 14 वटा अञ्चलहरू रहेका छन्। प्रश्न नम्बर 14 म्यादी प्रहरीको भर्ना कति जिल्लामा खुल्ने व्यवस्था छ? यसको सही उत्तर रहेको छ 77 वटै जिल्ला। अनि प्रश्न नम्बर 15 मा म्यादी प्रहरीमा कस्तो व्यक्तिलाई पहिलो प्राथमिकता दिने गर्दछ? पूर्व नेपाली सेना, पूर्व नेपाली यहाँ चाहिँ प्रहरी, पूर्व नेपाली प्रहरी, पूर्व नेपाली सेना, पूर्व वनरक्षक र माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबैलाई चाहिँ प्राथमिकता दिने गर्दछ। अब 16 नम्बरमा नेपालमा प्रदेशको सङ्ख्या कति रहेको छ? यसको सही उत्तर रहेको छ नेपालमा 7 वटा प्रदेशहरू रहेका छन्। प्रश्न नम्बर 17 मा नेपालको राजधानी कहाँ रहेको छ? यो हजुरहरू सबैलाई आउँछ काठमाडौँ। हाल नेपालमा गृहमन्त्री को हुन्? रमेश लेखक, नारायण काजी श्रेष्ठ, महावीर पुन, ओम प्रकाश आर्याल हुन्। नेपाल एकीकरण अभियानको सुरुवात गर्ने व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ पृथ्वीनारायण शाह। नेपालको संविधानको अनुसूची 1 मा के रहेको छ? राष्ट्रिय झण्डा रहेको छ।